पापासँग नबस्नु ल आमा। म कहिले बाज्यो पापासँग? अस्ति नै बस्नु भएको थियो नि। बाज्दिनँ पापालाई कति धेरै माया गर्छु म। पापालाई माया गर्नु आमा। हजुर। के भन्छ दिदी नि तपाईँले दिदीलाई किन दही ल्याउनु पठाउनु भएको? अनि खानु गर्ने भएर। नानी अघि मेरो त्यो टिकटकको फोटो हेरेर के भन्नुभएको तिमीले? पापा र मेरो फोटो देखेर के भन्दै हुनुहुन्थ्यो? भन न। पापासँग जहिले त्यसरी हाँसेर बस्नु? तिमी पापा र आमा पापा र आमा हाँस्दाखेरि खुसी कि के हुँदा खुसी हुन्छ तिमी भन त? मिल्दा। कसरी? पापा र आमा कस्तो भन्दा खुसी हुन्छ भन न? पापाले नाइलामा लगामा आँसु आउँछ। के भएर? पापाले नाइलामा लगामा आँसु आउँछ। किन? खोइ अनि आएको छैन त नि। पापा घरमा बस्नुभएको राम्रो कि नानीलाई विदेश? घरमा। पापाको धेरै माया कि आमाको धेरै माया नि? पापालाई आमाको। अनि पापालाई के भन्न चाहन्छौ तिमी? आई लभ यु। अनि अरू के भन्छ पापा? पापा छिटो घर आउनु। अनि के भन्छौ अरू? बर्थडे बनाउनु malo। ए साँझी नानीलाई गिफ्ट के दिनु रे बर्थडेमा? बर्थडेमा गिफ्ट नै हुँदैन। के पो भन्दै हुनु तेज? बाँसुरी भन्नुभएको होइन? बिर्सिनु भएछ। नाइसमालाई बर्थडेमा बाँसुरी गिफ्ट दिनु रे पापा। बर्थडेमा नाइसमालाई बाँसुरी गिफ्ट दिनु रे ल।